दर्शक महानुभावहरु दोस्रो संस्करणको एनपीएल को ओटीटी प्रसारण अधिकार डिसोमलाई दिएको छ। एनपीएल हेर्नका लागि कति शुल्क तिर्नुपर्ने हुन्छ यस विषयमा आज हामी चर्चा गर्दै छौं। नेपाल प्रिमियर लीग एनपीएल को दोस्रो संस्करण ओटीटी प्लेटफर्म मार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ। पहिलो संस्करण युट्युबबाट प्रत्यक्ष प्रसारण भएकोमा दोस्रो संस्करणलाई ओटीटी मा शुल्क तिरेर हेर्नुपर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले गरेको बोलपत्रमा भाग लिएर डिसोमले प्रसारण अधिकार पाएको छ। डिसोमको ओटीटी प्लेटफर्म डिसोम गो मार्फत भारत बाहेकका सबै मुलुकमा एनपीएल को प्रत्यक्ष प्रसारण हुनेछ। ओटीटी एनपीएल को प्रत्यक्ष प्रसारणका लागि क्यानले 15 दिन अघि बोलपत्र आह्वान गरेको थियो। यसमा कति आवेदन पर्यो भनेर खुलाइएको छैन। क्यानले इच्छुक कम्पनीहरूका लागि विभिन्न शर्तहरू राखेको थियो। इच्छुक कम्पनीले पछिल्ला 3 वर्षमा वार्षिक औसत 3 करोड रुपैयाँ वा सोभन्दा बढीको कारोबार गरेको हुनुपर्ने, ओटीटी प्रसारणको इजाजत पत्र रहेको हुनुपर्ने, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको प्रत्यक्ष प्रसारण गरेको अनुभव हुनुपर्ने लगायतका शर्तहरू थिए। ओटीटीले दर्शकबाट उठाउन सक्ने अधिकतम शुल्क पनि क्यानले तोकिदिएको छ, जस अनुसार नेपालका दर्शकले 300 रुपैयाँ, मध्यपूर्वका देशहरूमा 500 रुपैयाँ र अन्य देशहरूका लागि 10 अमेरिकी डलर शुल्क तोकिएको छ। एप र वेबसाइटबाट लाइभ खेल विज्ञापन रहित हुने डिसोमले जनाएको छ। डिसोम गो एप मार्फत एन्ड्रोइड टिभी र वेब 3 वटै माध्यमबाट उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, ई-सेवा, भिजा वा मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्। साथै डिसोम गो को नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् भने आईएसओ प्रयोगकर्ताका लागि नयाँ एप केही दिनका लागि लाइभ हुने कम्पनीले जनाएको छ। उच्च गुणस्तरको र अवरोध रहित प्रत्यक्ष प्रसारण सुनिश्चित गर्न डिसोमले मोबायोटिक्स र आकामाईसँग प्राविधिक सहकार्य गरेको छ। मोबायोटिक्स धेरै प्रयोगकर्ताले प्रयोग गर्न सकिने गरी अनलाइन प्रसारण प्रणाली ओटीटी निर्माण गर्ने कम्पनी हो। यसले तयार पारेको प्लेटफर्म प्रयोग गरेर आईसीसी च्याम्पियन ट्रफी 2025 मा बंगलादेश र भारत बीचका खेलहरू एकैपटक 23 लाख भन्दा बढी बंगलादेशी दर्शकहरूले सहज रूपमा हेरेका थिए। त्यस्तै आकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा आईपीएल को डिजिटल प्रसारणका लागि हटस्टारसँग सहकार्य गर्दै आएको छ। आकामाईको मुख्य काम इन्टरनेटमा सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउनु हो। यसले विश्वभरका सर्भरहरू प्रयोग गरेर वेबसाइट र एपको उच्च गुणस्तर र अवरोध रहित सञ्चालनलाई सुनिश्चित गर्छ। आजको लागि क्रिकेटसँग सम्बन्धित ताजा जानकारी यति नै। आज प्रस्तुत गरेको सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनु होला। साथै क्रिकेटसँग सम्बन्धित ताजा जानकारीका लागि हाम्रो क्रिकेट न्यूज हेर्दै गर्नुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।